हेलो स्टुडेन्टहरु, तपाईहरु आरामै हुनुहुन्छ होला। म पनि आरामै छु र फेरि पनि नयाँ भिडियोको साथमा म उपस्थित भइसकेको छु। अनि आज के सम्बन्धी भिडियो छ भन्ने कुरा तपाईहरुले टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भइसकेको छ। र मैले चाहिँ क्लास 6 सीडीसी क्लास 6 को म्याथ चाहिँ मैले चाहिँ सल्भ गरिरहेको छु भने च्याप्टर 1 च्याप्टर 2 अथवा लेसन 1 र लेसन 2 चाहिँ मैले भ्याइसकेको छु। यदि तपाईहरुले त्यो हेर्नु भएको छैन भने मैले चाहिँ यसको डिस्क्रिप्सनमा चाहिँ त्यसको लिंक दिनेछु, गएर चेक गर्नु होला र मन पर्यो भने लाइक गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुनेछ र शेयर पनि गर्न सक्नुहुनेछ। भन्दै आज चाहिँ मैले लेसन 3 अथवा च्याप्टर 3 मैले चाहिँ इन्टिजर लिएर आएको छु। यो इन्टिजर चाहिँ एउटै भिडियोमा सकिन्छ। मैले चाहिँ यो यसको चाहिँ मैले चाहिँ कन्टेन्टहरु चाहिँ यति कन्टेन्टहरु चाहिँ मैले चाहिँ सिकाइसकेपछि चाहिँ एक्सरसाइज गर्छु। यही भिडियोमा गर्नेछु त्यो पनि। र यसको लागि चाहिँ यो जान्नको लागि चाहिँ तपाईहरुले चाहिँ लास्टसम्म भिडियो हेर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ र कुनै पनि ढिला नगरिकन अब चाहिँ म चाहिँ सुरु गर्छु है। तपाईहरुले चाहिँ ध्यान दिएर हेर्नुपर्ने हुन्छ। यदि तपाईहरुले स्कुलमा बुझ्नु भएको छैन भने तपाईले घरमै बसेर चाहिँ युट्युब खोलेर चाहिँ तपाईहरुले चाहिँ सिक्न सक्नुहुनेछ। र सुरुमा रहेको छ इन्टिजर रहेको छ। इन्टिजरमा चाहिँ हामीले चाहिँ यति कुरा जान्यो भने चाहिँ यति कन्सेप्ट गर्यो भने चाहिँ क्लास 6 मा आउने चाहिँ एक्सरसाइजमा आउने चाहिँ सबै क्वेशन चाहिँ हामीले हल गर्न सक्छौं है। यति कुरा चाहिँ जान्नु पर्यो। र सुरुमा छ डेफिनेसन चाहिँ इन्टिजरको डेफिनेसन छ। ल डेफिनेसन छ हामीले देख्न सक्छौं कस्तो नम्बरलाई चाहिँ हामीले इन्टिजर भन्छौं भनेर। अ सेट अफ द नम्बर फर्मेट फ्रम अ सेट अफ द पोजिटिभ नम्बर। यहाँ चाहिँ एकदम ध्यान दिनु होला, पोजिटिभ नम्बर्स र 0 र 0 पनि हुन पर्यो र एन्ड अ सेट अफ द नेगेटिभ नम्बर भनेको छ। सेट अफ नेगेटिभ नम्बर पनि चाहियो, इज कल्ड अ सेट अफ द इन्टिजर। त्यसलाई चाहिँ हामीले के भन्न सक्छौं, इन्टिजर भन्न सक्छौं। के आयो हाम्रो चाहिँ एउटा आयो 1 मा आयो पोजिटिभ नम्बर, पोजिटिभ नम्बर। अर्को आयो 2 मा आयो हाम्रो 0 र 3 मा आयो हाम्रो नेगेटिभ नम्बर। यही नै हाम्रो के हो, इन्टिजर हो। ल यसरी चाहिँ हाम्रो चाहिँ के आयो हाम्रो जो चाहिँ पोजिटिभ नम्बर र 0 र नि हाम्रो चाहिँ नेगेटिभ नम्बरको चाहिँ कलेक्सनलाई चाहिँ हामीले चाहिँ के भन्छौं, इन्टिजर भन्दो रहेछौं। जुन चाहिँ प्लान गरेको छ हाम्रो चाहिँ। र अ सेट अफ द नम्बर, द सेट अफ कस्तो सेटलाई, पोजिटिभ नम्बरको सेटलाई, त्यसपछि नेगेटिभ नम्बरको सेटलाई र अनि त्यसमा चाहिँ 0 एड गरेर चाहिँ हाम्रो चाहिँ के बन्दो रहेछ, इन्टिजर बन्दो रहेछ। र यो चाहिँ एकदमै सजिलो छ। पोजिटिभ नम्बर भनेको हामीले 1 2 चाहिँ हामीले गर्नु जति पनि नम्बर गन्छौं हामीले चाहिँ यो नेचुरल नम्बर छ त्यो चाहिँ हाम्रो चाहिँ पोजिटिभ नम्बर भयो। र नेगेटिभ नम्बर भनेको यही नम्बरलाई चाहिँ हामीले चाहिँ यदि माइनसको फर्ममा लेख्यौं भने चाहिँ के हुन्छ, यसलाई चाहिँ यो चाहिँ नेगेटिभ नम्बर हुन्छ। 0 त भइहाल्यो हाम्रो। यस्ता नम्बरहरु चाहिँ हाम्रो के हुन्, इन्टिजर हुन्। इन्टिजर हुन चाहिँ के चाहिँदो रहेछ, नेगेटिभ र पोजिटिभ नम्बर चाहिँ सबै इन्टिजर हुँदो रहेछ। त्यो चाहिँ तपाईहरुले सिक्नुपर्ने हुन्छ, जान्नुपर्ने हुन्छ। र 2 मा छ इन्टिजर नम्बरहरु। अब यहाँ थाहा भइसक्यो हामीलाई त पोजिटिभ र नेगेटिभ नम्बर इन्टिजर भनेर। र कस्ता नम्बर चाहिँ इन्टिजर हैनन् त भन्यो भने जस्तै हाम्रो चाहिँ आउँछ फ्र्याक्सन नम्बरहरु, फ्र्याक्सन नम्बर। त्यसपछि अर्को आउँछ हाम्रो डेसिमल नम्बर। यो नम्बर चाहिँ हाम्रो चाहिँ के हैनन्, इन्टिजर हैनन्। जस्तै हाम्रो फ्र्याक्सन नम्बरहरु कस्तो 1/2 ल 3/4 यस्ता नम्बरहरु चाहिँ हाम्रो चाहिँ के हैनन्, यो चाहिँ हाम्रो इन्टिजर हैन। डेसिमल नम्बरहरु 2.25 ल 3.5 यस्ता नम्बरहरु चाहिँ हाम्रो के हैनन्, इन्टिजर हैनन्। इनर नम्बरहरु चाहिँ भनेपछि इन्टिजर हुनलाई के चाहियो, हाम्रो पोजिटिभ र नेगेटिभ नम्बर चाहियो है। एकदमै ध्यान दिनु होला। इन्टिजर हुनलाई कस्ता नम्बरहरु इन्टिजर हुन्, पोजिटिभ र नेगेटिभ नम्बरहरु नै हाम्रो के हुन्, इन्टिजर हुन्। भने कस्ता नम्बर चाहिँ इन्टिजर हैनन्, जस्तै हामीले पढिसकेका छौं फ्र्याक्सन डेसिमल नम्बरहरु चाहिँ हाम्रो चाहिँ इन्टिजर हुन्न, जुन चाहिँ दशमलवमा आउँछ, जस्तै फ्र्याक्सनमा आउँछ। त्यस्ता नम्बरहरु चाहिँ हाम्रो चाहिँ इन्टिजर हैनन्। भनेपछि हामीलाई थाहा भइसक्यो 0 चाहिँ के हो, नेगेटिभ नम्बर हो कि पोजिटिभ नम्बर हो भने नि 0 चाहिँ के हो, पोजिटिभ नम्बर पनि हैन, नेगेटिभ नम्बर पनि हैन है। 0 चाहिँ हाम्रो चाहिँ फेरि पोजिटिभ नम्बर, 0 चाहिँ कुन नम्बर हो, पोजिटिभ हो कि नेगेटिभ हो, पर त पर्यो इन्टिजरमा हुन होला। 0 चाहिँ पोजिटिभ र नेगेटिभ नम्बर कुनै पनि हैन भनेको छ। यता हाम्रो चाहिँ देख्न सक्छौं अब 3 मा रहेको छ नम्बर लाइन रहेको छ। हाम्रो यो विशेष गरी यो चाहिँ के रे एक्सरसाइजमा आउने भनेको यो नम्बर लाइनमा आउँछ है। नम्बर लाइनमा देखाउ भनेर आउन सक्छ है। भनेपछि नम्बर लाइन के छ त, हाम्रो एउटा लाइन तान्नु हामीले, एउटा स्ट्रेट लाइन तान्नु र ओरिजिन 0 चाहिँ हाम्रो के छ, 0 चाहिँ ओरिजिन हो। ल ओरिजिन पोइन्ट हो भनेको बीचको पोइन्ट हो। र यदि हाम्रो ओरिजिन पोइन्टको चाहिँ हाम्रो राइट तिरको है, हाम्रो चाहिँ ल राइट तिरको चाहिँ हाम्रो चाहिँ नम्बर चाहिँ सबै के हो, पोजिटिभ नम्बर हुन्। राइट तिरको नम्बर चाहिँ के हो, पोजिटिभ नम्बर हो। भने हाम्रो ओरिजिनको लेफ्ट तिरको
लेफ्टतिरको चाहिँ सबै चाहिँ हाम्रो नेगेटिभ नम्बरहरू हुन्। लेफ्टतिरको नम्बर चाहिँ सबै के हो नेगेटिभ नम्बर हो। यति चाहिँ हामीलाई थाहा हुनु पर्यो। नम्बर लाइनमा देखाउने भनेको यति हो, हामीले चाहिँ 0 लाई चाहिँ ओरिजिन अथवा बिचको पोइन्ट मान्छौँ र त्यसको राइटतिर चाहिँ हामीले पोजिटिभ नम्बर लेख्छौँ र त्यसको लेफ्टतिर चाहिँ हामीले के लेख्छौँ नेगेटिभ नम्बर लेख्छौँ। त्यो चाहिँ हाम्रो चाहिँ के हो नम्बर लाइन हो। यसरी चाहिँ हामीले गर्न सक्छौँ। र जहिले पनि हाम्रो चाहिँ पोजिटिभ नम्बर त हाम्रो चाहिँ पोजिटिभ नम्बर त हामीलाई थाहा छ। पोजिटिभ नम्बर त हाम्रो चाहिँ 1 भन्दा 2 ठुलो, 2 भन्दा 3, 3 भन्दा 4, 4 भन्दा 5 टटट ठुलो हुँदै जान्छ हाम्रो। यो त हामीलाई त थाहा छ अटोमेटिकली। पोजिटिभ नम्बरको सङ्ख्या जुन ठुलो छ त्यही चाहिँ ठुलो हुन्छ हाम्रो सङ्ख्या। भनेपछि नेगेटिभ नम्बरमा चाहिँ त्यसको उल्टो हुन्छ है। पोजिटिभ नम्बरमा चाहिँ सङ्ख्या जुन ठुलो भयो त्यही नै ठुलो हुन्छ भने नेगेटिभमा चाहिँ नेगेटिभ नम्बरमा चाहिँ अलिकति फरक छ। किनभने सङ्ख्या जुन सङ्ख्या सानो भयो त्यही चाहिँ ठुलो हुन्छ। तपाईँले एकदमै बुझ्नु होला। पोजिटिभ नम्बरमा चाहिँ जुन सङ्ख्या ठुलो छ त्यही नै ठुलो हुन्छ, जुन सानो सङ्ख्या छ त्यही नै सानो हुन्छ। तर नेगेटिभ नम्बरमा चाहिँ त्यसको सिधा उल्टो हुन्छ। नेगेटिभ नम्बरमा चाहिँ के हुन्छ भने जुन सङ्ख्या चाहिँ सानो छ त्यही नै ठुलो हुन्छ है। जुन सङ्ख्या चाहिँ सानो छ त्यही नै ठुलो हुन्छ। भनेपछि हाम्रो चाहिँ यहाँ ल -4 -3 -2 -1 मा सबैभन्दा ठुलो भनेको 1 हो है। नेगेटिभ नम्बरको कुरा गर्दैछु मैले। सबैभन्दा ठुलो भनेको 1 हो, त्यसपछि हाम्रो 2 हो, त्यसपछि 3, लास्टमा चाहिँ सानो भनेको -4 चाहिँ सबैभन्दा सानो हो। भनेको -4 भन्दा -3 ठुलो हुने भयो, -3 भन्दा -2 ठुलो र -1 भन्दा के अरे -2 भन्दा -1 ठुलो र -1 भन्दा 0 ठुलो हुन्छ। यो चाहिँ हामीले चाहिँ जान्नुपर्ने हुन्छ। यो एकदमै महत्त्वपूर्ण रहेको छ। र अर्को छ हाम्रो 4 मा जान्छ हामी है। यति राखौँ ल। 4 नम्बरकोमा हेरौँ हामीले। 4 कोमा रहेको छ कम्पेयरिङ इन्टिजर भनेको छ। हामीले चाहिँ एमएस कम्पेयरिङ के कुन ठुलो र कुन सानो कम्पेयरिङ गर्ने हो। हामीलाई थाहा भइसक्यो कुन ठुलो कुन सानो भन्ने कुरा। हामीले त्यसलाई चाहिँ तुलना गर्नु मात्रै काम हो हाम्रो। यो चाहिँ हाम्रो चाहिँ साइन युज हुन्छ र ग्रेटर देनको एउटा साइन छ, एउटा चाहिँ लेस देनको अर्को साइन छ भने यो चाहिँ ग्रेटर देन अनि लेस देनको साइन छ। यो चाहिँ हामीले चाहिँ जुन ठुलो छ त्यही गर्छ हामीले मानौँ। एउटा छ -25 छ, अर्को छ -5 छ भने यो दुईटामा चाहिँ हाम्रो चाहिँ कम्पेयरिङ गर्ने हो है। कम्पेयरिङ गर्दा कुन चाहिँ ठुलो छ हामीले चाहिँ यो साइन चाहिँ प्रयोग गर्न सक्छौँ। भनेको यदि ग्रेटर देन लेस देन चाहिँ बुझ्नु भएन भने दुईवटा टुप्पो जता फर्केको छ त्यतापट्टि चाहिँ ठुलो अङ्क लेख्नुपर्ने हुन्छ। मानौ यतापट्टि 20 छ यता 2 छ भने हामीले यो साइन प्रयोग गर्छौँ। भने यतापट्टि हाम्रो 15 छ यतापट्टि 5 छ भने हामीले चाहिँ 15 प्रति चाहिँ दुईटा टुप्पो फर्काउँछ। यता 20 ठुलो थियो त्यही भएर दुईटा टुप्पो चाहिँ यता फर्कायौँ भनेपछि 15 ठुलो छ यतापट्टि त्यही भएर यो चाहिँ हामीले चाहिँ 15 पट्टि चाहिँ दुईटा टुप्पो फर्कायौँ। यसरी पनि बुझ्न सकिन्छ हामीले नर्मली बुझ्दाखेरि। भनेपछि यसमा त कुन हो हामीले भनेको थियौँ यदि नेगेटिभ नम्बर छ भने नेगेटिभ नम्बरमा चाहिँ जुन सानो अङ्क भयो त्यही नै ठुलो हुन्छ भनेको थियौँ हामीले। यहाँ चाहिँ हाम्रो -25 छ, यहाँ -5 छ भनेपछि -5 पनि ठुलो हुने भयो हाम्रो। भनेपछि हामीले चाहिँ साइन चाहिँ हामीले चाहिँ के गर्नु पर्यो लेस देनको साइन चाहिँ हामीले युज गर्नु पर्यो। -25 लेस देन -50 के -5 भनेको छ -5 नै ठुलो हुने भयो। त्यही भएर चाहिँ हामीले साइनको दुईटा टुप्पो चाहिँ उतापट्टि फर्काएका छौँ। भनेपछि यसरी चाहिँ हामीले चाहिँ कम्पेयर गर्न सक्छौँ। अब पोजिटिभ नम्बर त हामीलाई थाहा भइसक्यो। यदि 25 छ 50 छ भने के हुन्छ हाम्रो 50 नै ठुलो हुन्छ। पोजिटिभ नम्बरमा त जुन सङ्ख्या ठुलो भयो त्यही सङ्ख्या नै हाम्रो के हुन्छ ठुलो हुन्छ। र एसेन्डिङ र डिसेन्डिङ अर्डर छ हाम्रो चाहिँ। एसेन्डिङ भन्ने बित्तिकै अब यहाँ छ एसेन्डिङ भन्ने बित्तिकै हाम्रो चाहिँ बढ्दो क्रममा लेख्ने हो। ए आउने बित्तिकै सानोबाट ठुलो लेख्नु पर्यो। मानौ कुनै नम्बर दियो हामीलाई 2 ल 5 -3 ल 8 0 ल 5 दियो भने 5 होइन 9 दियो। ल यहाँ देख्न सक्छौँ हामीले यति नम्बर दियो, यहाँ -9 दियो है। यति नम्बर दियो भने हामीले चाहिँ एसेन्डिङ अर्डरमा कसरी लेख्छौँ त एसेन्डिङ अर्डर। एसेन्डिङ अर्डर भनेको हामीले के भन्थ्यो ए आउने बित्तिकै सानोबाट ठुलो। यहाँ बढीमा चाहिँ सानो चाहिँ कुन होला 2 छ कि -5 कि -3 8 0 -9 सबैभन्दा सानो कुन होला भनेको थिएँ। माइनस नम्बर जुन ठुलो छ त्यही चाहिँ हाम्रो सबैभन्दा सानो हुन्छ भनेर भनेको थियौँ हामीले। भनेपछि -9 चाहिँ सबैभन्दा सानो चाहिँ -9 भयो। त्यसपछि अरू माइनसको नम्बर सही छैन हेर्ने -3 छ -3। अब माइनसको नम्बर छैन भने 0 लेख्न पर्यो हामीले। त्यसपछि हाम्रो त पोजिटिभ नम्बर त हाम्रो जुन चाहिँ हाम्रो चाहिँ सानो छ सानै हुने भयो, ठुलो छ ठुलै हुने भयो। भनेपछि 5 अनि 8 हुने भयो हामीले देख्न सक्छौँ। यो चाहिँ हाम्रो चाहिँ एसेन्डिङ अर्डर भयो। अब डिसेन्डिङ अर्डर के त हाम्रो चाहिँ डिसेन्डिङ अर्डर चाहिँ हाम्रो चाहिँ के छ
त्यही एसेन्डिङ अर्डरको अपोजिट हामीले चाहिँ एसेन्डिङ अर्डरमा सानोबाट ठुलो चाहिँ क्रमबद्ध रूपमा लेख्थ्यौँ भने डिसेन्डिङ अर्डरमा चाहिँ के गर्नु पर्यो हामीले ठुलोबाट सानो लेख्नु पर्यो। ट्याक्कै एसेन्डिङ र डिसेन्डिङ अर्डर चाहिँ हाम्रो चाहिँ अपोजिट हुन्छ भनेपछि हाम्रो चाहिँ सबभन्दा ठुलो गुण हो 8 हुने भयो, त्यसपछि 5, त्यसपछि 2, त्यसपछि 0, त्यसपछि -3 अनि लास्टमा -9 चाहिँ हाम्रो के हुने भयो डिसेन्डिङ अर्डर हुने भयो। र यति कुरा जान्यो भने चाहिँ हामीले चाहिँ यो इन्टिजरको लेसन 3 को इन्टिजरको चाहिँ क्लास 6 को है क्लास 6 को चाहिँ इन्टिजरको चाहिँ एक्सरसाइज एउटा दिएको छ। यति कुरा जान्यो भने चाहिँ त्यो एक्सरसाइज चाहिँ हामीले चाहिँ कम्प्लिटली चाहिँ सजिलो तरिकाले गर्न सक्छौँ। सुरुमा चाहिँ यो कुरा बुझ्नु पर्यो, इन्टिजरको डेफिनेसन, इन्टिजरको हामीले चाहिँ लाइनमा देखाउन सक्नु पर्यो, त्यसपछि हामीले कम्पेयरिङ गर्न सक्नु पर्यो र एसेन्डिङ डिसेन्डिङ अर्डर छुट्याउन सक्नु पर्यो। यति गरेपछि चाहिँ हामीले चाहिँ त्यो एक्सरसाइज कम्प्लिट रूपमा चाहिँ हामीले गर्न सक्छौँ। र मैले अलिकति सहज गरिदिन्छु र त्यो चाहिँ मैले अलिकति छिटो गरिदिन्छु, किनभने तपाईँले यो जानिसकेपछि त्यो गर्न सक्नुहुन्छ भने चाहिँ अलिकति हामी चाहिँ छिटो गरौँ, तर गरौँ चाहिँ गरौँ। र अब एक्सरसाइजमा चाहिँ हामी गइहालौँ। र कुनै पनि अझै पनि चाहिँ च्यानललाई सब्सक्राइब गर्नुभएको छैन, लाइक गर्नुभएको छैन, सेयर गर्नुभएको छैन भने सबै गरेर चाहिँ हामी आउनु होला अनि हामी चाहिँ एक्सरसाइज गर्न सुरु गरिहाल्छौँ। तपाईँहरूले चाहिँ च्यानललाई सब्सक्राइब र लाइक अनि सेयर गरेर अथवा कमेन्ट गरेर नै आइसक्नु भइसक्यो जस्तो। ल यहाँ चाहिँ हामीले चाहिँ अब एक्सरसाइज 3.1 रहेको छ इन्टिजरको है लेसन 3 क्लास 6 को लेसन 3 को इन्टिजरको चाहिँ एक्सरसाइज रहेको छ। एक्सरसाइज 3.1 को चाहिँ 1 मा जाम हामी राइट द साइन टिक फर द करेक्ट स्टेटमेन्ट एन्ड द साइन क्रस फर द फल्स स्टेटमेन्ट भनेको चाहिँ यदि स्टेटमेन्ट चाहिँ ट्रु छ भने टिक चिन्ह लगाऊ अनि छैन भने स्टेटमेन्ट फल्स छ भने चाहिँ क्रस चिन्ह लगाऊ भनेको छ। यो लगाइदिने हाम्रो ABCD दिएको छ। 0 इज अ पोजिटिभ नम्बर भनेको चाहिँ यो चाहिँ हाम्रो के हो 0 त पोजिटिभ नम्बर हो त होइन, 0 त हाम्रो त नेगेटिभ होइन पोजिटिभ नम्बर पनि होइन भनेर त अघि नै हामीले पढिसकेका छौँ। यो हाम्रो चाहिँ 0 इज अ पोजिटिभ नम्बर भनेको चाहिँ यो चाहिँ काट्टा भएको छ। 0 चाहिँ नेगेटिभ नि होइन पोजिटिभ नम्बर नि होइन है। अनि बीमा छ अ नम्बर ग्रेटर देन 0 फल्स टु द राइट फ्रम द पोइन्ट अफ ओरिजिन। यदि पोइन्ट अफ ओरिजिन भन्दा यदि यो पोइन्ट अफ ओरिजिन भन्दा कतातिरको फेल्स टु द राइट फ्रम राइटतिरको नम्बर चाहिँ के हो भनेको छ, राइटतिरको नम्बर चाहिँ हाम्रो चाहिँ ग्रेटर हुन्छ भनेको छ। 0 भन्दा 1 ठुलो हुने हो, 2 ठुलो हुने हो, 3 ठुलो हुने हो हाम्रो भनेपछि यो चाहिँ के गर्छ स्टेटमेन्ट राइट रहेको छ। यदि ओरिजिन भन्दा चाहिँ राइटतिरको नम्बर चाहिँ ठुलो हुन्छ भनेको छ। हो राइटतिरको नम्बर चाहिँ ठुलो ठुलो हुँदै जाने हो, पोजिटिभ नम्बर जति ठुलो भयो त्यति चाहिँ हाम्रो चाहिँ ठुलो सङ्ख्या हुन्छ भनेपछि सीमा जाम हामी अ नम्बर 1 युनिट सिमिलर देन एनी नम्बर फेल्स टु द राइट अफ द्याट नम्बर भनेको छ। अब भर्खरै भने हामीले यदि ओरिजिन पोइन्ट छ 0 र यो चाहिँ 1 2 3 चाहिँ हाम्रो के हुन्छ हाम्रो चाहिँ ग्रेटर देन हुन्छ, ठुलो हुँदै जान्छ है, राइटतिर चाहिँ ठुलो हुँदै जान्छ। यसले चाहिँ के भन्यो यदि सानो हुन्छ भनेपछि यो चाहिँ हाम्रो के छ काट्टा रहेको छ। सानो हुँदैन ठुलो हुन्छ भनेर अहिले भर्खर हामीले के भने बीको स्टेटमेन्टमा ठुलो हुन्छ भनेर टिक लगायौँ र एमा चाहिँ हाम्रो चाहिँ फेरि ठुलो हुन्छ भनेको छ, ठुलो हुँदैन के अरे यसमा फेरि हाम्रो सानो हुन्छ भनेको छ, सानो हुँदैन हामीले ठुलो हुन्छ भनेर पढिसकेका छौँ। डीमा जाउँ नेगेटिभ इन्टिजर फर्स्ट टु द लेफ्ट फ्रम द पोइन्ट अफ ओरिजिन भनेको छ। यो चाहिँ के भने हाम्रो नेगेटिभ इन्टिजरहरू चाहिँ लेफ्ट ओरिजिन भन्दा चाहिँ लेफ्टमा हुन्छन् भनेको छ हामीलाई थाहा छ। यहाँ चाहिँ ओरिजिन 0 भयो भने लेफ्टमा चाहिँ सबै के नम्बर हो नेगेटिभ नम्बरहरू हुन् भनेपछि यो स्टेटमेन्ट के रहेको छ टी रहेको छ। डीको चाहिँ हाम्रो लेफ्टतिर ओरिजिन भन्दा लेफ्ट साइडमा चाहिँ हाम्रो सबै नेगेटिभ नम्बरहरू हुन्छ, त्यो थाहा छ हामीलाई। अब यीमा जाम इन -6 एन्ड -5 -6 है। यदि -6 र -5 मा चाहिँ इज द लार्जर इन्टिजर भनेको छ -6 चाहिँ लार्जर हो रे, -6 लार्जर हो त ठुलो हो त। हामीले अघि नै भनेको थियौँ यदि नेगेटिभ नम्बरमा जुन चाहिँ सानो सङ्ख्या छ त्यही नै ठुलो हुन्छ भनेको थियौँ भनेपछि -5 भन्दा त -6 के हुने भयो सानो हुने भयो भनेपछि -6 चाहिँ ठुलो हो त होइन भनेपछि यो चाहिँ हाम्रो के हुन्छ स्टेटमेन्ट चाहिँ हाम्रो चाहिँ गलत रहेको छ। यदि जति हाम्रो चाहिँ यदि नेगेटिभ नम्बर दिएको छ भने जति सानो अङ्क भयो त्यही नै ठुलो हुन्छ, यो चाहिँ तपाईँले बुझ्नुपर्ने हुन्छ भन्दै अब हामी चाहिँ 2 नम्बरमा जान्छौँ है। ल एक्सरसाइजको 2 मा चाहिँ हामी आइसकेका छौँ। सेपरेट इन द इन्टिजर फ्रम द नम्बर्स गिभन बिलो भनेको छ। यसलाई चाहिँ हामीले चाहिँ के गर्नु पर्यो इन्टिजरहरूलाई चाहिँ सेपरेट गर्नु पर्यो है, इन्टिजरहरूलाई चाहिँ छुट्टै रूपमा चाहिँ लेख्नु पर्यो, सेपरेट गर्नु पर्यो कुन कुन चाहिँ इन्टिजर हो भनेर। हाम्रो पोजिटिभ र नेगेटिभ नम्बर अनि 0 चाहिँ इन्टिजर भनेर हामीलाई थाहा छ भनेपछि हामीले चाहिँ सर्लकै छुट्याउन सक्यो यो चाहिँ कुन कुन हो त इन्टिजर। अब ल इन्टिजरहरू चाहिँ कुन कुन हुन् हाम्रो माइनस छ -2 इन्टिजर भयो, 0 पनि इन्टिजर भयो, -5 पनि इन्टिजर,
ल पोजिटिभ नम्बर छ 40 पनि इन्टिजर। ल यहाँनिर गएपछि चाहिँ हाम्रो चाहिँ 1.5 त के नम्बर हो यो डेसिमल नम्बर हो है। 1.5 चाहिँ के नम्बर हो डेसिमल नम्बर र फ्र्याक्सन नम्बर चाहिँ हाम्रो चाहिँ इन्टिजर होइन भनेर हामीले भनिसकेका थियौँ। भनेपछि फ्र्याक्सन र डेसिमल नम्बर चाहिँ हाम्रो इन्टिजर होइन, अरू सबै पोजिटिभ र नेगेटिभ अनि 0 चाहिँ हाम्रो चाहिँ के हो इन्टिजर हो। भनेपछि यो नम्बर इन्टिजर होइन, यो पनि 1/2 फ्र्याक्सन नम्बर, यो पनि इन्टिजर होइन। भनेपछि हाम्रो चाहिँ कुन चाहिँ आधार हो हाम्रो चाहिँ 0.66 पनि इन्टिजर होइन हाम्रो। भनेपछि -75 एउटा इन्टिजर हो, त्यसपछि हाम्रो 100 पनि इन्टिजर हो र 2/3 चाहिँ इन्टिजर होइन। भनेपछि यति चाहिँ हाम्रो इन्टिजर भयो। भनेपछि कुन कुन नम्बर आयो हाम्रो पोजिटिभ र नेगेटिभ नम्बर अनि विथ 0 सिद्धको चाहिँ हाम्रो चाहिँ सबै चाहिँ हाम्रो आइसक्यो। यो चाहिँ हाम्रो इन्टिजर हो है। अरू फ्र्याक्सन र डेसिमल नम्बर चाहिँ इन्टिजर होइन, त्यो चाहिँ तपाईँहरूले चाहिँ जान्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। र अब 3 मा जाम हामी। राइट द नम्बर 4 युनिट टु द लेफ्ट फ्रम द फलोइङ नम्बर बेस्ड अन द नम्बर लाइन। नम्बर लाइन अनुसार चाहिँ हामीले चाहिँ लेफ्टतिर है, लेफ्टतिरको चाहिँ कतिवटा नम्बर 4वटा युनिट 4वटा नम्बर चाहिँ हामीले चाहिँ लेख्नुपर्ने हुन्छ। भनेपछि यो 6 भन्दा चाहिँ हाम्रो चाहिँ लेफ्टतिरको चाहिँ कति आउँछ 4वटा युनिट चाहिँ हाम्रो चाहिँ कति आउने भयो 6 को है। 6 को कति आउने भयो हाम्रो 6 भन्दा अगाडि चाहिँ हाम्रो नम्बर लाइन मानौँ यस्तो छ। नम्बर लाइन यहाँ 0 थियो, 1 2 3 ल 4 अनि 5 अनि 6 थियो हाम्रो। यतापट्टि -1 ल -2 -3 -4 ल -5 यसरी चाहिँ नम्बर छ हाम्रो। यो चाहिँ हाम्रो चाहिँ नम्बर लाइन हो। यो नम्बर लाइन अनुसार चाहिँ लेफ्टतिर है 6 चाहिँ हाम्रो कहाँ परेको छ 6 यहाँ छ। यसको लेफ्टतिरको 4वटा अङ्क चाहिँ लेख्नु पर्यो भने चाहिँ 5 4 3 र 2 पर्यो। भनेपछि कति कति पर्यो न डाइरेक्ट हामीले त्यताबाट लेख्न सक्छौँ है। नभए 2 ल 3 अनि 4 अनि 5 यति हाम्रो चाहिँ 4वटा चाहिँ यसरी पर्यो, अथवा 5 4 3 2 लेखिने हुन्छ है। यो चाहिँ हाम्रो चाहिँ जसरी लेखिने हुन्छ। अब -2 भन्दा चाहिँ हाम्रो यता चाहिँ कुन कुन पर्यो हामीले देख्न सक्छौँ। अब यसरी लेख्न सक्छौँ है हामीले 5 अनि 4 अनि 3 अनि 2 लेखिने हुन्छ, केही फरक पर्दैन। यो डिसेन्डिङ एसेन्डिङ अर्डरमा हामीलाई केही फरक पर्दैन। ल अब -2 भन्दा यहाँ -2 भन्दा लेफ्टतिरको लेख्नु पर्यो है। -2 भन्दा लेफ्टमा चाहिँ कति आउँछ -3 -4 ल -3 -4 -5 अनि -6 पनि आउँछ। 4वटा लेख्ने भयो, सक्यो। अब सी मा जाम हामी। ल सी को 0 छ, सी को यो हाम्रो बी को भयो। भनेपछि सी मा चाहिँ हाम्रो 0 छ, 0 दिएको 4वटा चाहिँ लेख्न कति छ -1 -2 -3 -4 है। -1 -2 -3 र -4 चाहिँ हाम्रो 4वटा छ है। अब डी मा जाम हामी। डी मा देख्न सक्छौँ हामीले। डी मा चाहिँ हाम्रो कति छ 3 छ। 3 भन्दा यता चाहिँ कता 4वटा 2 1 0 -1 है। 3 भन्दा लेफ्टतिरको 4वटा 2 1 अनि 0 र -1 रहेको छ। र ई मा -5 रहेको छ। -5 यहाँ छ -5 भन्दा चाहिँ पछाडिको यता लेफ्टपट्टि 4वटा भनेको कुन हो -6 हो, -7 -8 र -9 यति चाहिँ एन्सर रहेको छ। यो तरिकाबाट चाहिँ हामीले चाहिँ गर्न सक्छौँ। नम्बर लाइनलाई बेस मानेर चाहिँ हामीले चाहिँ यो चाहिँ सजिलोसँग गर्न सक्छौँ भने अब हामी चाहिँ 3 भयो। अब 4 मा जान्छौँ है। ल 4 मा आइसकेको छ हामी चाहिँ। 4 मा देख्न सक्छौँ हामीले पुट साइन ग्रेटर देन अर लेस देन इन द बक्स बिट्विन द फलोइङ 2 नम्बर्स भनेको छ। दुईटा नम्बर दिएको छ, हामीले चाहिँ लेस देन र ग्रेटर देन को साइन युज गरेर चाहिँ कुन ठुलो कुन सानो चाहिँ हामीले चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ। र यहाँ देख्न सक्छौँ एमा छ -2 0 छ। जहिले पनि हाम्रो चाहिँ माइनसको नम्बरहरू चाहिँ सानो हुन्छ। यदि हाम्रो चाहिँ माइनसको नम्बर सानो हुन्छ भने एमा चाहिँ -2 र नि 0 मा कुन चाहिँ हाम्रो चाहिँ ठुलो भयो 0 ठुलो भयो भने चाहिँ हामीले चाहिँ लेस देनको साइन प्रयोग गर्छौँ। 0 चाहिँ ठुलो भयो। या -12 र -5 भनेको छ। हामीले नेगेटिभ नम्बरमा जहिले पनि मैले भनिरहेको छु नेगेटिभ नम्बर छ भने जुन नम्बर चाहिँ सानो छ त्यो चाहिँ हाम्रो चाहिँ के हुन्छ ठुलो हुन्छ है। भनेपछि -12 र -5 मा कुन हुने हो -5 ठुलो हुने हो। नेगेटिभ नम्बरमा है पोजिटिभ नम्बरमा चाहिँ जुन नम्बर ठुलो छ त्यही नै ठुलो हुन्छ भने नेगेटिभ नम्बरमा चाहिँ हाम्रो चाहिँ जुन नम्बर सानो छ त्यो चाहिँ हाम्रो चाहिँ के हुन्छ ठुलो हुन्छ। भनेपछि यहाँ 21 र 33 छ, दुईटै माइनस छ भने 21 चाहिँ हाम्रो के हुने भयो ठुलो हुने भयो। र -8 छ 8 छ, पोजिटिभ नम्बर त जहिले पनि ठुलो भइहाल्छ हाम्रो। पोजिटिभ नम्बर ठुलो भयो। -33 छ 0 छ भने 0 नै ठुलो भयो हाम्रो चाहिँ। यसरी चाहिँ हामीले गर्न सक्छौँ। र 5 मा रहेको छ रिअरेन्ज द इन्टिजर इन एन एसेन्डिङ अर्डर भनेको चाहिँ हामीले एसेन्डिङ ए आउने बित्तिकै हाम्रो चाहिँ सानोबाट ठुलोमा लेख्नुपर्छ भनेको थिएँ मैले। यदि एसेन्डिङ डिसेन्डिङ भनेको ठुलोबाट सानो र एसेन्डिङ भन्यो भने सानोबाट ठुलोमा लेख्नुपर्छ हामीले। र एसेन्डिङ अर्डर भनेको छ भनेपछि सानोबाट ठुलोमा चाहिँ यसलाई चाहिँ ल एसेन्डिङ अर्डरमा चाहिँ हामीले चाहिँ लेखौँ यसलाई। यहाँ छ हाम्रो -2 अनि 0 -6 4 1 छ। भनेपछि एसेन्डिङ सबभन्दा सानो भनेको नेगेटिभ नम्बर जति ठुलो नेगेटिभ नम्बर भयो त्यही चाहिँ हाम्रो सानो हुन्छ। भनेपछि -6 छ भन्दा सानो, त्यसपछि माइनस नम्बर 7 हो -2 त्यसपछिको। भनेपछि त्यसपछि हाम्रो कुन छ हाम्रो 0 छ
त्यसपछि हाम्रो 1 छ अनि लास्टमा 4 छ भने चाहिँ 2 4 5 2 4 5 आइसक्यो। यसरी चाहिँ हामीले एसेन्डिङ अर्डर लेख्न सक्छौँ। यो पनि के छ हाम्रो, यो पनि एसेन्डिङ अर्डरमै छ भनेपछि यहाँ नेगेटिभ नम्बर हेर्ने पहिला। हाम्रो नेगेटिभ नम्बर चाहिँ सबभन्दा सानो हुन्छ है। नेगेटिभ नम्बरको नि ठुलो अङ्क चाहिँ हामीले हेर्नु पर्यो भनेपछि यहाँ -3 -4 छ भने चाहिँ -4 सबभन्दा सानो, त्यसपछि -3, त्यसपछि 0 छ, अरू सबै पोजिटिभ नम्बर छ भनेपछि पोजिटिभ नम्बरमा चाहिँ जुन सानो छ त्यही सानो हुन्छ हाम्रो 5 8 अनि 9 चाहिँ हाम्रो चाहिँ यसरी एसेन्डिङ अर्डर हो। यो पनि हामीले गर्न सक्छौँ। यो चाहिँ हाम्रो के छ, सबभन्दा सानो भनेको कुन हो, यी -40 किनभने नेगेटिभ नम्बर छ -40 सबभन्दा सानो। त्यसपछि माइनस नम्बर दुईटा छ 15 र 22 मा 22, त्यसपछि हाम्रो 22, त्यसपछि हाम्रो -15, त्यसपछि हाम्रो छ नेगेटिभ नम्बर छैन भनेपछि हाम्रो 2 आयो, त्यसपछि 11, त्यसपछि 33। यसरी चाहिँ हामीले चाहिँ चलक्कै चाहिँ हामीले चाहिँ गर्न सक्छौँ। रिअरेन्ज द इन्टिजर इन द एसेन्डिङ अर्डर गर्न सक्छौँ। डिसेन्डिङ अर्डर आयो भने त्यसको अपोजिट भयो, उल्टो भयो, उल्टोको तरिकाले चाहिँ हामीले गर्न सक्छौँ भनेको छ। अब 6 र 7 छ, दुईटा चाहिँ हामीले त्यो सक्छौँ। अनि यो चाहिँ हाम्रो चाहिँ एक्सर्साइज, यो च्याप्टरै हाम्रो भेरी छ है। र 6 मा छ राइट द नम्बर बिट्विन द इन्टिजर गिभन बिलो युजिङ द नम्बर लाइन भनेको छ। नम्बर लाइनको चाहिँ हाम्रो चाहिँ बिचको नम्बर चाहिँ लेख्नु पर्यो है। दुईवटा नम्बर राइट द बिट्विन भनेको छ बिचको नम्बर लेख्नु पर्यो, युजिङ द नम्बर लाइनको बिचको नम्बर। यो दुईवटा चाहिँ डिजिट दिएको छ भने यसको बिचको चाहिँ नम्बरहरू चाहिँ हामीले लेख्नु पर्यो भनेको छ। -2 र -3 रहेको छ है। -2 र -3 मा हाम्रो बिचको चाहिँ लाइन कति हुन्छ, -2 पछिको कति हुन्छ, -2 पछि कति आउँछ हाम्रो माइनस। यसरी यदि हाम्रो एउटा लाइन छ, यो चाहिँ हाम्रो के भयो 0 1 2 3 4 1 5, यतापट्टि हाम्रो -1 -2 -3 अनि -4 अनि -5 छ है। यसै छ भने -2 र -3 को यो -2 र 3 गयो +3 को यो बिचको चाहिँ हाम्रो कति छ -1 छ, बिचको लेख्नु पर्यो -1 0 अनि 1 अनि 2 चाहिँ हाम्रो चाहियो है। यसको चाहिँ यही हो, यसको चाहिँ नम्बर लाइनको -1 0 1 अनि 2, यसको नम्बर चाहिँ यति हो हाम्रो। यसरी लेख्न सक्छौँ। अब -8 अनि -15 को कति हुन्छ, -9 हुन्छ, माइनस बिचको भनेपछि के हुन्छ माइनस, यो नि माइनस यो पनि माइनस छ है, दुईटै माइनस भएपछि -9 -10 -11 -12 र -13 र -14 सम्म हुन्छ है। यो चाहिँ हाम्रो चाहिँ यो बिचको लाइन हो। -7 र 0 को बिचमा कति हुन्छ, -6 हुन्छ, -5 -4 -3 अनि -2 अनि -1, यति चाहिँ नम्बर हुने भयो। र डी को बिचमा -13 -18 भने चाहिँ -14 -15 -16 र -17 चाहिँ यति चाहिँ हाम्रो चाहिँ के हुन्छ अङ्क हुन्छ। बिचको अङ्क चाहिँ लेख्नु है। नम्बर लाइन हामीलाई थाहा छँदैछ, 0 चाहिँ ओरिजिन मान्ने, 0 लाई ओरिजिन मान्ने, र राइटतिर चाहिँ हाम्रो सबै पोजिटिभ नम्बर हुन्छ, लेफ्टतिर सबै नेगेटिभ नम्बर हुन्छ। त्यहीलाई बेस मानेर चाहिँ यो दुईटाको बिचको चाहिँ सङ्ख्या चाहिँ हामीले चाहिँ अङ्क चाहिँ लेख्नुपर्ने हुन्छ, त्यही हो। र 7 मा छ लोकेसन इज द 5 किलोमिटर ईस्ट भनेको छ है। यदि हाम्रो यहाँनिर ओरिजिन भयो, यहाँ चाहिँ यो चाहिँ हाम्रो के भयो ल, यो चाहिँ ईस्ट भयो पूर्व, ल ईस्ट अनि वेस्ट भयो, यो चाहिँ पश्चिम वेस्ट भनेको छ। ईस्ट र वेस्ट चाहिँ पूर्व पश्चिम रहेको छ, वेस्ट रहेको छ भने हाम्रो चाहिँ लोकेसन गएको छ 5 किलोमिटर चाहिँ 5 किलोमिटर ईस्ट फ्रम द टेम्पल। टेम्पल भन्दा यो चाहिँ टेम्पल मानौँ ल। टेम्पल भन्दा कति छ 5 किलोमिटर चाहिँ 5 किलोमिटर चाहिँ हाम्रो चाहिँ ईस्टमा छ, पूर्वमा छ भने लोकेसन ए चाहिँ है, यसलाई ए मानौँ लोकेसन, यसलाई बी लोकेसन मानौँ है। भने टेम्पल चाहिँ यो भयो हाम्रो, यो चाहिँ हाम्रो चाहिँ के भयो ओरिजिन चाहिँ टेम्पल ल। टेम्पल चाहिँ यो भयो 5 किलोमिटर ईस्टमा चाहिँ ए पोइन्ट छ अरे, ए पोइन्ट चाहिँ 5 किलोमिटर ईस्ट छ टेम्पलको लोकेसनबाट। बी चाहिँ द 3 किलोमिटर वेस्ट बनेको छ, यहाँ चाहिँ 3 किलोमिटर चाहिँ वेस्ट छ भनेपछि यहाँ चाहिँ के हो बी पोइन्ट चाहिँ 3 किलोमिटर छ, यो चाहिँ 3 किलोमिटर छ अरे वेस्टमा भने। युजिङ द अफ द नम्बर लाइन, यो चाहिँ नम्बर लाइन प्रयोग गरेर अल्सो द फाइन्ड द डिस्टेन्स बिट्विन द लोकेसन ए एन्ड बी भनेको छ। लोकेसन चाहिँ कति भयो 3 + 5 भनेपछि 3 + 5 कति हुने भयो 8 चाहिँ किलोमिटर चाहिँ हुने भयो भनेपछि देयरफोर लोकेसन ए टु बी लोकेसन चाहिँ हाम्रो चाहिँ डिस्टेन्स चाहिँ ए टु बी डिस्टेन्स चाहिँ कति हुने भयो 8 किलोमिटर चाहिँ हुने भयो। एदेखि बीसम्मको डिस्टेन्स चाहिँ हाम्रो कति हुने भयो 8 किलोमिटर हुने भयो। र इन्टिजरको यति नै रहेको छ, एउटा एक्सर्साइज थियो त्यो पनि हामीले सल्भ गरिसक्यौँ भने इन्टिजरको होल च्याप्टर चाहिँ यही एउटा भिडियोमा चाहिँ मैले समावेश गरेको छु। र भिडियो तपाईँलाई सबै जान्नको लागि चाहिँ तपाईँहरूले चाहिँ सुरुदेखि अन्तिमसम्म चाहिँ
कुनै पनि स्किप नगरिकन चाहिँ भिडियो हेर्नुपर्ने हुन्छ भने अब यस्तै भिडियोको लागि चाहिँ तपाईँहरूले चाहिँ यो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुपर्ने हुन्छ र नजिकैको बेल बटनमा क्लिक गर्नुपर्ने हुन्छ, किनकि मैले हालेको नयाँ भिडियो तपाईँहरूलाई सुरुमा नोटिफिकेसन आउनको लागि चाहिँ तपाईँले चाहिँ बेल बटन चाहिँ थिच्नुपर्ने हुन्छ भन्दै, यदि अझै मन पऱ्यो भने चाहिँ लाइक गर्न सक्नुहुन्छ, सेयर गर्नु सक्नुहुन्छ भन्दै फेरि अर्को भिडियोमा, अर्को च्याप्टरमा, अर्को पार्टमा भेट्ने बाचा गर्दै अहिले भने बिताउन चाहन्छु। हस्त, धन्यवाद।